अघि आफ्नो व्यक्तिगत तर्फबाट र स्थानीय प्रमुख भएपछि स्थानीय सरकारको तर्फबाट पनि उहाँले यस मेलालाई सहयोग गर्दै आउनुभएको छ। यसपालि यो मेला तारकेश्वर गाउँपालिकाको सहयोग र वडा नम्बर 3 को कार्यालयको आयोजनामा माघे सङ्क्रान्ति मेला 2082 सञ्चालन भइरहेको छ। हामी यतिखेर देख्न सक्छौँ विकास गौतम गुरुङको गोरु र अनिता भण्डारीको गोरु बीच प्रतिस्पर्धा भइरहेको छ। यो हाम्रो आजको 7औं हल गोरु हो। त्यसै गरी यस पछाडि हामी 8औं हल गोरुको रूपमा मन्दिर श्रेष्ठ तारकेश्वर 2 निवासी काले गोरुसँग नुवाकोट बैकोटगढी 7 निवासी 1 सुकनारायण श्रेष्ठको बहादुर गोरु बीचको प्रतिस्पर्धा रहेको छ। 8औं हलमा भने यो अहिले जुटिरहेको गोरु चाहिँ क वर्गको गोरु हो, जुन मूल्याङ्कन समितिले यो विकास गौतम गुरुङ र अनिता भण्डारीको गोरुलाई क वर्गमा राखिएको छ। हामीले अघि पनि भन्यौँ तपाईँले गर्नुभएको दुःख अनुसार त आयोजकले व्यवस्थापन गरेको पुरस्कार खासै केही होइन, तर पनि हामीले किसान दाजुभाइहरूलाई सहयोग होस् भनेर, सान्त्वना मिलोस् भनेर जुन तारकेश्वर गाउँपालिकाले जुन बजेट विनियोजन गरेको छ त्योबाट सम्पूर्ण खर्च हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसै खर्चबाट हामीले तपाईँले धरौटी राख्नुभएको 1000 बाहेक रु क वर्गको गोरुलाई 10,000, विजेता गोरुलाई 10,000, ख वर्गको गोरुलाई 9,000, माफ गर्नुहोला, क वर्गमा उपविजेता गोरुलाई 9,000 र ख वर्गको गोरुलाई 8,000, विजेता गोरुलाई 8,000, त्यसै गरी ख वर्गको उपविजेता गोरुलाई 7,000। यो तपाईँको धरौटी बाहेकको पुरस्कार हामी आयोजकले व्यवस्थापन गरेका छौँ। त्यसै गरी ग वर्गमा रहेको गोरुहरूलाई तपाईँले राख्नुभएको धरौटी बाहेक रु 6,000 र विजेता गोरुले 6,000 प्राप्त गर्नेछ भने उपविजेता गोरुले रु 5,000 प्राप्त गर्नेछ। मैले फेरि पनि जोड्न चाहेको तपाईँहरूको गोरु प्रतिस्पर्धा भएर विचार आइसकेपछि पछाडि नतिजा मूल्याङ्कन समितिले हामीलाई प्राप्त गराए र हामीले उच्चारण गरे पछाडि तपाईँहरूले आफ्नो नागरिकताको प्रतिलिपि लिएर मञ्चमा आउनु होला र आफूले आफ्नो गोरुले कुन वर्गमा प्रतिस्पर्धा गरिएको छ त्यही आयोजक टिमले व्यवस्थापन गरेअनुसारको पुरस्कार लिएर जानु होला। र मैले साथीहरूलाई अनुरोध गर्न चाहे कृपया तपाईँहरू क्यामेरा लिएर गोरुको नजिक नगइदिनु होला र यदि तपाईँहरूसँग ड्रोन छ, तपाईँहरू भिडियो खिच्न चाहनुहुन्छ भने तपाईँले सीमित एरिया जुन माघे सङ्क्रान्ति मेला व्यवस्थापन समितिको मैदान छ त्यो सीमित एरियालाई मात्र कभर गर्ने गरी आफ्नो ड्रोनलाई प्रयोगमा ल्याउनुलाई जुन हामीलाई नेपाल प्रहरीका इन्चार्ज सरले भन्नुभएको छ। यदि जो कोही ड्रोन चलाएर भिडियो खिच्न चाहनुहुन्छ भने कृपया मैदानलाई मात्र कभर गर्नुहोला, तपाईँको एरिया मैदान बाहिर चाहिँ हुने छैन।